फाइनली ननस्टप काम गर्यो होला। बिहान 5 बजी 6 बजी उठिहाल्यो थियो होला। मम्मी चाहिँ त्यहाँ फुल खोज्दैछ पूजा गर्नुलाई। हेलो एभ्रिवान, वेलकम टु नेक्स्ट भिडियो। आज चाहिँ गाउँमा डे 2। हाम्रो मम्मी चाहिँ त्यहाँनिर मम्मी हात हल्ला नि त, कुटे हल्ला नि आयो त्यहाँ हुनुहुन्छ। अनि हामी चाहिँ अब हिँडेको यहाँनिर मम्मीको धानबारी यहाँ देखेन अरे, टक्क लाएर हिजो पनि देखाउँदा देखाएको थिएँ। मम्मीको पोसाको दाना अरे, के अरे पसाको खोइ ए ऊ त्यहाँ फल्नु थालिसकेछ। अनि मम्मीको हिजो फोटो राम्रो खिच्दैन अरे उसको धानको, हिजो पनि भ्लगमा देखिहाल्नु होला, देख्नु त। अब हामी चाहिँ यहाँ रातो माटो लिन जाँदैछौँ। यो फेरि छोरी चाहिँ फोन छड्याएर आमालाई चाहिँ दुधीपट्टि बोक्नु लाग्यो नभन्नु होला, एकछिन मै बोक्ने हो। आलु पनि हिजो देखाएँ। ए यति मात्रै छ आलु आज चाहिँ। अब रोप्नुपर्छ होइन मम्मी? 1 किलो। हिजो मैले देख्नुभयो होला यहाँनिर फुलबारीतिर माटो कहाँ खोजेको छ। बोडी, मम्मीको बोडी सोडी। लु यो पक्नु म खान्छु। अनि अब चाहिँ हामी यहाँ चाहिँ माटो लिप्नु पर्ने हुन्छ गाइज। भाइ भाइ दिनेश, ओए भाइ, गाउँ हो दसैँ आउँदैछ, गाउँ हेसाब। कस्तो सर्त गरेको छ नि त्यो लिप्ने अरे, म कलर लाउनु अरे। लास्टमा त धेर देखेछ कि, अनि होइन मै रङ लाउँछु। बुरुस पो छ कि छैन? अस्ति त थियो बुरुस ल्याएन होइन? बुरुस त त्यहाँ मान्छेलाई जसै गर्दा नि जस पाउँदैन नि। लुगा यस्तो भयो होइन, यस्तो भयो हात पनि। मम्मीले चाहिँ यहाँ कलर घोली दिँदै हुनुहुन्छ। अब यो भित्ता रङ्गाउनु पर्ने काम फेरि, अनि त्यही भएर चाहिँ मैले यतिकै बसेको हो होइन। हात यस्तो भएको छ। घर चाहिँ यो यसरी भित्ता लिपेको हो क्या, यतिकै चटक्क भयो। यति भयो नि के हो यो, अहिले मिलाउँला। चाहिँ भित्ता मात्रै लिपिसकेको। अब यो मात्रै लिप्नु भयो भनेर नसोच्नु होला, फेरि हाम्रो धेरै छ। त्यो लिपिसक्यो, अनि यो पनि लिपिसकेको हो अहिले होइन। अनि टाढमा पनि माथि पनि लिपेको हो। हालत चाहिँ यस्तो भएको छ, यस्तो भएको छ पुरै हिलो आली अनुहारसँग। यहाँ डम्पु जम्पु सबै यहीँ छ, मैले सबै निकालेको।
यस्तो भयो। किन राम्रो आएन? दसैँ राम्रो आएन बिरामी भएर? हाम्रो गाउँ हो, यो चाहिँ हाम्रो घर हो। छ्याङ्गो उज्यालो भएको छ आज। हामीले चाहिँ कलर घोल्दैछौँ होइन मम्मी? कलर घोल्दैछौँ यहाँनिर लाउनुको लागि। गेरलाई पनि चाहिन्छ है? कहाँ एउटा हो? एउटा हो। गेर लाउनु पर्ने हुन्छ यहाँ। यो हटा न हौ। देउताको भगवान सबै केही गर्छ। काम गर्नु छैन। माथि चाहिँ लाउनु पर्छ नि। यो पाइन्छ न तँ चाहिँ लगा न रोलले घुमा न होइन नि यो तँ चाहिँ लगा न म चाहिँ यो भात पकाउँछु नि यसले यो झ्याल लाउनु पर्यो नि पहिले माथि माथि चाहिँ अनि सुत्याली दाइ घर साह्रै अल्छी छ। खै सन्चो देखियो नि सापिन लाएर चाहिँ दिएको छ भित्ता कलर लगाइरहेको छ सिरियस भइरहेको 3 दिन लिप्ने घर 3 दिन लाग्थ्यो मलाई तर 2 जना छोरीहरू आएर आज एकै दिनमा घर लिपिसक्ने भनेर लिप्दैछ। अलि अल्छे छोरी चाहिँ को छ मम्मी? ए अल्छी पनि लाग्यो हातखुट्टा गल्यो म त सोध्छु भन्छ घरिघरि को चाहिँ? माइली छोरी चाहिँ फेरि होइन नुहाइधुवाइ गर्नु सबै कलर लगाइसक्नु अनि नुहाइधुवाइ गरेर अनि सुत भनेको होइन म त सुति हाल्छु जस्तो लाग्छ हौ के साह्रो गल्यो भन्छ अझै गर्दैछौ। उँभो चाहिँ नले न माइली सर उँधो मात्रै लाने हो त्यसरी चाहिँ दुईपट्टि एक जनालाई पनि अल्छी पो लाग्यो। हो ऊ त्यसो भन्छ अल्छी लाग्यो भन्छ। मम्मी अर्को बुरुस के भन्छ बुरुस के छैन अर्को किन रोला त्यसले पनि हुँदैछ हुन्छ है त्यसले नै हुन्छ नि यसले त्यसरी होइन कि यसो गर्नुपर्छ हेर यहाँ त्यस्तो होइन त्यसरी होइन यसरी घुमाउने हो छोड्दा हेर ल यसो गर्ने होइन यसो गर देखिस् अब यहाँदेखि यसो गर्नु गरेको नि सुत्ने भन्दैछ भयो तल गेट लाउने भएको थियो अलिक तलसम्म हुन्छ प्लेट झर्छ धेरै बाक्लो नलगाइ झर्छ साह्रै नदल न दलेर कालो भइसक्यो। भयो ढाड दुखेर हैरान भयो अब यति चाहिँ लगाइसकिहाल्छु यति उस तलसम्म त आइपुग्यो होइन अब यति छ।
लगाइसक्यो ए यो पनि लगाइदिनु नि चट्टा लाएर सिधा भयो कि भएन साथीहरू यो मैले गरेको अब यो सबै सनाक्सिनी गर्नु छ यतिको भयो जे भयो नि यतिकै हातले लगाएको चाहिँ सिधा भएछ यतिकै हातले लगाएको सिधा भएछ फाइनली गाइज यतिको भयो अब त्यहाँनिर लाउनु छ उफ मम्मी उफ यता यता भन्दैछ लाउँदैछ अब यहाँ पनि लाउनु पर्ने सबै लगाएको कलर पोकामा ए अब यस्तो भयो दामी भयो अनि यो चाहिँ अघि लिपेको यो केही मिलाएको छैन ओ यो चापा आफै बनाएको डम्फु पनि यो सारङ्गी पनि यति भएपछि दसैँ आएन मम्मी अब आमामा अनुहारको हालत हेर्नु नि एउटाले गर्दा गर्दै छोडिहाल्यो अनि ऊ भान्सामा छिरिहाल्यो अनि लास्ट मम्मीलाई लायो होइन मम्मी यहाँ पनि लाउने अब यहाँ लाउनु पर्ने हुन्छ खोइ मम्मी त्यो पहिला रातो लगाऊँ यहाँ माथि लगाऊ ऊ माथि ऊ त्यो बाथरुमको आफ्नै गाउँ फर्किआए हो नयाँ नयाँ सपना ल्याए यो बारदलीमा पनि लाउनु पर्ने छ मम्मी त्यहाँ लाउँदैछ उता पनि लाउनु पर्ने हुन्छ यो सिँढी सिकुवा पुस्नु छ टक्क भयो डन यस्तो छ कुखुरा वटेरी देख्नुभयो मैले भनेको नि हामीले घर पनि लिपिसक्यौँ कलर पनि लगाइसक्यौँ म दिदी सानाक्सिनी गर्दैछ पानी पनि आयो सबै बगायो मम्मी चाहिँ त्यहाँ फुल खोज्दैछ पूजा गर्नुलाई अनि म चाहिँ यी भर्खर नुहाएर आइपुगेको अहिलेसम्म भात पनि खाएको छुइनँ मैले त कति बज्यो 3 बज्यो 3 बजिसक्यो अरे गाइज मैले भात पनि खाएको छुइनँ भनेपछि कस्तो चाहिँ ननस्टप काम गरियो होला बिहान 5 बजी 6 बजी उठेको थियो होला काम थालेको त्यहाँदेखि सुरु गरेर यस्तो ननस्टप सुरु गरियो नि साथीहरू यस्तै सानोतिनो पानी आउँदैन है फेरि होइन मम्मी घर लिप्नु बेर न पानी आउनु बेर होइन सबै प्लाट लग्यो भन्दैछ त्यस्तै हो अब गाउँतिर म चाहिँ यहाँ अलिकति कपाल सुकाउनु पर्ने हुन्छ मम्मी अब नुहाउनु बाँकी छ दिदी पनि नुहाउनु बाँकी छ त्यो राख्नु है गेरु अब लाउनु पर्छ हातहरू यस्तो खान्छ क्या कलरले यस्तो खान्छ यस्तो खान्छ देख्नुभयो यस्तो ननस्टप काम गरियो नि कसम
ढाड छुनु भएको छैन दुखेर, हात यस्तो भएको छ, अर्को पनि त्यस्तै भएको छ, कपाल झरेर हेर न, हातमै छ कपाल पनि। भगवान् आउनै बाँकी छ हेर्नु है, यस्तै हो, के गर्नु, पानी आइदिन्छ बग्ने गरेर एकैछिनमा। कस्तो खालको इनाम भयो। गर्नु छ मतलब यो उयोहरू गरेर मिलाउनु छ, अघि सबै भत्काएको छ नि त, अनि अब मिलाउनु पर्ने हुन्छ। के गर्नु, गाह्रो छ, तर मैले कलर लगाएको हेर्नु न हौ, चट्ट लाएर। के मम्मी होस्, अहिले भरेको रुममा यहाँ पनि त्यो चाहिँ नलाउनु पनि लाएर के गर्नु, त्यो पेटीको सबै बगाइहाल्यो। केही छैन, अब चाहिँ म भात खानु पर्ने हुन्छ। मैले भात नखाएको, ला पानी चुइँदो रहेछ नि। ए मम्मी, पानी चुइँदो रहेछ त, के गर्नु अब? यो टिन पनि फेर्ने बेला भएछ हौ नि। दिउँसो यस्तो गलिएको 3 बजीसम्म, बिहानदेखि अहिलेसम्म 3 बजीसम्म काम गर्नु राम्रै हो। एकै दिनमा कति दिनको काम बनाइदिएको छैन, मारिदिए मम्मी, टुक्का मारेर आयो नि, गइहाल्नु न त नि। भात खायो मम्मीले? अब चाहिँ खानुपर्ने हुन्छ टक्क लाएर। खाना खानुपर्ने हुन्छ। हेर्नु मम्मी त्यहाँ गाडाङ गएको बेलामा फोन नहेर भन्दैछ। हेर्नु न, त्यहाँनिर घाम लागिरहेछ होइन, यहाँनिर पाखामा त्यहाँनिर पनि घाम लागिरहेछ। हेर्नु न, घाम लागिरहेछ नि, यहाँ पानी परिरहेछ, अब त्यहाँ पनि घाम लागिरहेछ है। हेर्नु है, यस्तो छ क्या मौसम, एकैछिनमा चेन्ज हुन्छ। म त जाडो भएर बर्की उडेर बसिरहेको छु गाइस। हेर्नु न, मौसम चाहिँ यस्तो हुन्छ एकैछिनमा। हेलो एभ्रिवान, वेलकम टु नेक्स्ट डे होइन। म चाहिँ हिजो भ्लग एन्ड गर्न सकिनँ, अनि आज चाहिँ हिजो गलेर हत्तु भएको थियो क्या, अनि त्यहाँदेखि त्यही भएर गलेर हत्तु भएको थियो, त्यही भएर अनि आज चाहिँ एन्ड गर्नु पर्यो भनेर। हेर्नु न, मौसम यस्तो दामी भइरहेको। भ्लग पनि फेरि मेरो कति ढिलो अपलोड हुन्छ भगवान्। हिजो अस्तिको दिन अपलोड गरेको भ्लग हिजो मात्रै भयो। अब हिजोको कामको म आज मात्र अपलोड गर्छु। अब भोलि अपलोड हुन्छ कि भरे नै अपलोड हुन्छ थाहा छैन। हेर्नु न मौसम, आमामामा यस्तो हुन्छ। घरि एकै सेकेन्डमा घाम लाग्छ अनि एकैछिनमा पानी पर्छ। अब सबै धुम्यो। भोलि जानु स्पेसियल
भ्लग आउँछ भोलि चाहिँ झन् साह्रो। अब टिका पनि भइहाल्यो अनि टिका पनि भयो, एक त स्पेसल भ्लग अनि त्योभन्दा अर्को अझै स्पेसल छ। स्टे ट्युन गाइज, बाई बाई, थ्याङ्क्स फर वाचिङ।